ए ल गाइस आज चाहिँ हामी जाँदैछौँ उता कता अरे ओए भालु खोलातिर। अनि म चाहिँ अहिले हामी दुईटा चाहिँ अहिले देवीथानतिर हौँ। अब जाँदैछौँ, यता चाहिँ मन्दिर छ। अब हामी जाँदैछौँ, म देखाउने छु, लास्ट तक हेरिदिनु होला। लाइक शेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला। ल अब हामी चाहिँ जाँदैछौँ भालु खोलातिर। ल तिमी चाहिँ अगाडि हिँडिरहेका छन्, लिड गरेका छन् तिमीले चाहिँ। देख्न सक्नुहुन्छ आउँदाखेरि चक्का हातमा होला है। अरे 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 झन् ठोक्यो। हामी चाहिँ पहिला पनि एकचोटि गराएको थिएँ यता आएको। त्योभन्दा हामी अलि माथि जाने हौँ। उकालै उकालो आउने बेला डाउनहिल पुरै जाने बेलाखेरि अपिल हगे पुरै। म चाहिँ अहिले देखाउँछु, लास्ट तक हेर्नु होला। देख्नुहुन्छ बिचमा चाहिँ अलिकति अप हिल र डाउन पनि छ अगाडि। बिहान बिहानको घाममा हिँडेको छ। बाटो हुन थाल्यो। देख्नुहुन्छ खोलाहरू। आऊ 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 है। डाउनहिल टक्क लाएर डाउनहिल झरेको। डाउनहिल चाहिँ दामी छ के हेराको। पानी परेर हिलै हिलो भयो। तिन चाहिँ यहीँ आइसकेका छन्। म चाहिँ अगाडि जान्छु। दामी छ है, दामी छ, दामी। ल म चाहिँ अहिले देखाउँछु। यताको खोला अलिकति बाढी आएको छ। हामी चाहिँ होइन यता धेरै नै गर्मी आएर पौडी खेल्न गइरहेको छौँ। ए यस्तो चिप्लो बाटो देख्नुहुन्छ साथीहरू। मेरो भिडियोमा सपोर्ट गरिदिनको लागि धेरै धेरै धन्यवाद। मैले यस्तो यस्तो भिडियो राखिरहेको छु राइडिङको। गो झन्डुले यत्रो चक्का चाहिँ लास्टै चिप्लेको छ। ब्रेक लागे पनि ल यता लोटे। केही त भएन। देख्न सक्नुहुन्छ यस्तो चिप्ले यहाँ चिप्लेको छ। यस्तो खालको बाटो साथीहरू। भन्दै लोटे। यिनी चाहिँ माथिको बाटो कस्तो थियो त्यहाँ गाउँ त मान्छे गाउँ। साइकल चाहिँ मान्छे चाहिँ चोट हुन्छ जस्तो लाग्छ आज। देख्नुहुन्छ बाटो। हामी चाहिँ अलिकति नुहाउन आएको छौँ यता। हामी चाहिँ पहिलो बार आएको है यता। कन्टेन्ट पनि पहिलोचोटि हो यो। हाम्रो चाहिँ पुरै ब्रेक तातेको छ कि त्यही अलिकति साइकललाई पनि नुहाइदिउँ भनेर। बाटो ह्यान्डलसँग नै गाह्रो भयो क्या। यस्तो लोट्ने डर।
होइन चट्टा लाएर लोटो रे लोटो ए ध्यान मलाई देखाउनु त्यो छोडेर ल्याउनु ए लोटो देख्नुहुन्छ यस्तो भयो साइकल साइकल यस्तो अघ हेर्नु हाला लोटे भर्खरै उता देख्नुहुन्छ गाइज उहाँ चाहिँ साइकल देख्न सक्नुहुन्छ। अब हामी नुहाउन गइरहेका छौँ अलि माथि जाम अलि गाइज ल गाइज यता चाहिँ झर्ना आएको छ हामी चाहिँ उतातिर आएको छौँ यता बाटो रहेको छ हाम्रो साइकल चाहिँ त्यहाँ देखिसक्यो नै लास्टको हेरिदिनु होला हामी चाहिँ यहाँ नुहाउँछौँ लास्ट पसिना काठको पुरै चिल्लै भएको छ ल ए यिनी चाहिँ फुङ्गाल्न गएको छन् ओ दामी गइरह ल म पनि जान्छु अब हामी चाहिँ नुहाएर भएपछि देखाउँछु तपाईँहरूलाई। हेलो एभ्रिवान हामी चाहिँ जाँदैछौँ तिमी चाहिँ अगाडि गइसकेको छन् देख्नुहुन्छ म चाहिँ यता म त घुसेको खाल्टो ए देख म चाहिँ पुरा खाल्टोमा घुसिदिइराखेँ अब तिमी चाहिँ त्यता गइसकेको छन् म चाहिँ यता देख्नुहुन्छ हेलो बाल अलिकति मिलाम तिमी चाहिँ ऊ त्यता पुगेको हन् जुम गरेर पनि देखाइदिन्छु म चाहिँ त्यहाँ पुगेर देखाउँ हामी चाहिँ यता साइकल राखेको ठाउँमा पुगिसकेको छौँ हाम्रो साइकल चाहिँ यहाँ तातो भएको चिसो भइसक्यो होला त्यही पनि माथि राखेँ यता भिजाएको थिएन मैले तिमी चाहिँ यता हन् साइकल चाहिँ यता रहेको छ ल म चाहिँ जाने बेला देखाउँछु तपाईँहरूलाई अनि चाहिँ म त्यहाँ लुटेको थिएँ ल हेलो एभ्रिवान हामी चाहिँ यता माथि आएको हौँ पौडी खेलेर साइकल चाहिँ यहाँ तिमी त्यहाँ यत्रो उकालो अझै उताको उकालो त्यहाँ ओहो यता चाहिँ लुटिसक्नु भएको छ हाम्रो सरलाई धेरै नै थकी लागेको जस्तो लाग्छ बिहानै हिँड्ने थियो भात नखाइकन ल अब चाहिँ हामी जाँदैछौँ अब सब डाउनहिल हो क्या टक्क हिँड्ने ल चक्का सिली खान सक्छ यो के भन्छ भने पानीले भिजेर ब्रेक चाहिँ अलि लागेको हो के हो न पानीले भिजेर अनि त तातो भएर ब्रेक पनि लाग्थेन र डाउनहिल चाहिँ दामी है दामी खतरा डाउनहिल तर हो न दोस्त बाटो पनि लामो हो हामी घर अन्दा त 1-2 किलोमिटर टाढै हामी क्या हो न गियर त डाउन गर के पुरै ओइ गियर डाउन गरिदियो उसकै तल कहाँ तिम्रो छैन झन् माथि गरे नि साथीहरूमा राख के अब किन माथि गर्नु पर्यो र अब उकालो तान्नु पर्दैन ल होइन चट्टा लाएर धेरै नै स्लो भयो के दोस्त कान पनि टाल्यो यार पानीले नुहाएर आएको दामी थियो क्या तर आजको पानी चिसो हामी चाहिँ मुन्द्रेबासतिर आएको छौँ मुन्द्रेबासको यता माथि जङ्गलतिर खोला रहेको छ त्यहाँ नुहाएर आएको छौँ तर दामी छ त्यहाँको पौडी खेल्ने ठाउँ अनहेरी नेचर यताको भ्यू पनि दामी देखिन्छ यता माथि आएर फोटो खिच्ने ठाउँ पनि दामी हो आउन सक्नुहुन्छ बाइक आउँछ यस्तो त्यस्तो कार साथ यसो त आउन क्या गयो है यतातिर ब्रेक लागेर तर चिप्ले हो ब्रेक त्यही हो अब प्रब्लम ब्रेक लाए पनि चिप्लिने भयो स्लिप खाएन चक्का
स्लिप हानेको खगे चक्का नै नेचर यस्तो लाउँछ नेचर चाहिँ घुम्टिरहेको छ ब्रेक लाएर स्लिप खाँदै हामी चाहिँ होइन अलि दुराउँ हामी चाहिँ अलि स्पिड हान्ने कोसिस गर्छौँ ओहो दामी घाँसै घाँस छ क्या यताखेरि उडाइदिउँ न पुरामा शक्तिमान जस्तो ल अगाडिको भन है फेरि म धेरै दुराएर फेरि लोटे लाएर खाल्डो अभार भने ल दुराउ यहाँ त ओहो दामी स्पाइक दामी है बाटो दामी है दामी अल्ल ऐनेको बाटो खतरा थियो क्या त्यो पौडी खेल्न जाने बाटो त्यहाँ लोटे पनि अलिअलि चलाएर हामी चाहिँ राइडमा निस्किसकेको छौँ चलाएर चट्टा लाएर ठोक्को वे यस्तो यतै माथि पुगेर आइयो हामी त दामी रहेछ बाटो चलो चोटो लाएर राइडमा हामी चाहिँ चिसो हावासँग चिसो पानीमा पौडी खेलेर चोटो लाएर होइन चोटो लाएर उकालो तान्दै चोटो लाएर हट ल होइन अलि दुराउने नि यो उकालो इजी तानिन्छ यहाँ ओह्रालोमा दुराउने नि ल यहाँदेखि दुराउ म आउँछु पछिबाट छोटो लाएर बाटोमा हामी गइदिरहेको गियर अप हान्नुपर्छ क्या बाटो छोडे ओट चोटो लाएर हटाउनु न बाटो होइन हामी चाहिँ झरिसकेको छ यता चाहिँ म चाहिँ अलि अगाडितिर जाने परिआस ल हामी चाहिँ अलिकति अपिल तानिरहेको छौँ यहाँ चाहिँ अलि उकालो छ त्यसैले यसपछि ओह्रालो एउटा सानो उकालो तानिन्छ त ल चोटो लाएर ओह्रालोमा ल होइन बाटो दामी हो क्या हिँडिहाल्थ्यो कसैको केही डर होइन क्या दामी चोटो लाएर ल दुर पेलो हट चोटो लाएर हामी चाहिँ यता पुलतिर पुगिसकेको छौँ हामी पहिला पनि आएको थियौँ हामी दुइटा मात्र हो न है तर हामी दुइटा आउँदा पहिला फरक थियो अहिले फेरि फरक भएको छ किनभने हामीले अपग्रेड हानेको छौँ अपग्रेड चोटो लाएर हामी चाहिँ दामी ल
उयो हिलो रहेछ झन्नेले गएको क्या म त ल हट ल है ल है ल है ल है पाब्रा विक्रम राइड हामी चाहिँ पाब्राका युवा त्यो 32 सालसम्म रोकेँ त्यहाँ अहिले पहिलो सुरु 32 साल आउँछ नि हो त्यहाँ होइन यहाँ चटला मेरो चाहिँ यो साइकलको पछाडिको चक्काको फेरि तेल राख्नु भएको क्या पुरा कर गरिदिएर हामी चाहिँ यतादेखि जाँदै चटला आनन्दले आजको भिडियो अलि लामो भएको छ होला तर हेरिदिनु होला अब लास्ट तक हेरिदिनु होलाको लागि भेरी धन्यवाद धेरै धेरै यस्तै अरू पनि भिडियो हेरिदिइराख्नु भएको होला र आजको लागि यति नै अरू पनि कन्टेन्ट भिडियो आइरहेको छ हामी चाहिँ एकछिन यहाँ रेस्ट गर्नेछौँ आजको लागि यति नै गाइज बाई बाई टेक केयर